तपाईले सिमरामा जसरी आफ्नो विभिन्न कार्यकर्ताहरूले पठाउनु भयो, जेएनजीहरूलाई कुटपिट गर्न लाउनु भयो, तपाईले हातपात गर्न लाउनु भयो, त्यसको हामी घोर निन्दा गर्दछौँ। यदि तपाईँ साँच्चीकै हाम्रो मौलिक हक सबैको आवाज सबैले आफ्नो आवाज उठाउन सक्नुपर्छ, सबैले आफ्नो मत राख्न सक्नुपर्छ भने त्यसको समर्थनमा हुनुहुन्छ, गणतन्त्रको समर्थनमा हुनुहुन्छ भने तपाईँले यसरी दम नदेखाउनुहोस्, सरकारको नियतमा रहनुहोस्। सरकार गठन भएको छ, त्यसको अन्तर्गत तपाईँले आयोग गठन भएको छ, आयोगको तपाईँले त्यसको अस्तित्व स्वीकार्नुहोस्, आयोगले जे भनेको छ त्यसको जवाब दिन सक्नुहोस्। तपाईँले भन्नुहुन्छ म जवाबदेहिता नै हाम्रो छैन रे, मैले के गरेकै छैन रे। तपाईँ 23 र 24 गते भाद्र 23 र 24 गते जुन पनि क्रियाकलाप भयो त्यसमा तपाईँ प्रधानमन्त्री पदमा हुनुहुन्थ्यो र तपाईँले भन्नुहुन्छ मैले आदेश नै दिएको होइन। तपाईँले 23 गते भन्नुहुन्छ कि प्रहरीहरूले आफ्नै मनमानी गरे रे। प्रहरीहरू के सरकारको नीतिमा हुँदैन कि? त तपाईँले भन्नु पर्यो कि म गैर जिम्मेवार ढङ्गले सरकार चलाइरहेको थिएँ, म कुनै पनि जवाबदेहिता राख्दिनँ भनेपछि तपाईँले यदि गैर जिम्मेवार ढङ्गले चलाउनु भएको थियो अथवा तपाईँले आदेश दिएको होइन भने 23 गतेको बेलुका तपाईँले मन्त्री परिषद कसरी तपाईँले बैठक बस्नुभयो, कसरी गृहमन्त्रीको राजीनामा माग्नुभयो? यदि तपाईँ त्यसको जवाबदेहिता राख्नुहुन्थेन भने तपाईँ त मौन बस्नु पर्दथ्यो, तर तपाईँले मन्त्रीमण्डलको विस्तारित बैठक बस्नुभयो र त्यही दिन गृहमन्त्रीको राजीनामा माग्नुभयो भनेपछि तपाईँको कुनै केही न केही त हात छ। गृहमन्त्रीले आदेश धेरै भएको होला, तपाईँले उहाँको के भन्छ पद खारिज गर्न लागेको भनेपछि तपाईँले त्यसमा जवाबदेहिता किन राख्नु भइरहेको छैन? अहिलेको सरकारले तपाईँसँग जवाब माग्दा तपाईँले किन जवाब दिन सक्नु भइरहेको छैन? तपाईँले अहिले बाटोमा उत्रेर आफ्नो सयौंको सङ्ख्यामा हजारौंको सङ्ख्यामा युवाहरूले भन्नुहुन्छ कि आफ्नो आफ्नो गाउँबाट उठ रे फेरि घरमा फर्क रे। के भन्न खोजे तपाईँले? एमाले मात्र घर हो? पुरै राष्ट्र नै हाम्रो घर हो, राष्ट्रमा भएका हरेक युवाहरूको घर हो यो। तपाईँले भन्नुहुन्छ कि एमाले हाम्रो घर हो, एमालेमा फर्क्यौँ रे। एमालेमा मात्र हामी सीमित छैनौँ, हाम्रो छाता ठुलो छ। अहिले हामीले जुन सरकार गठन गरेको छौँ त्योसँग हामी जवाबदेहिता माग्दछौँ। तपाईँले यदि भन्नुहुन्छ कि हाम्रो जेएनजी छन्, हामी यो छौँ त्यो छौँ भनेर तपाईँले अनावश्यक हामीले भुल्याउन अथवा धप्काउन खोज्नु भइरहेको छ, त्यसमा म घोर निन्दा गर्दछु। म एमालेका समर्थक विभिन्न जेएनजी युवाहरूले पनि भन्दछु तपाईँ साँच्चीकै जेएनजी हो, तर तपाईँ यिनीहरूको झोले बन्न नपुग्नुहोस्। तपाईँ यदि साँच्चीकै जेएनजी हो भने जेएनजीमा अगुवाई गरेको विभिन्न जेएनजी साथीहरूसँग जुट्नुहोस्। यिनीहरू महेश बसार ईश्वर पोखरेल जस्ता मान्छेहरूको भुलमा नबस्नुहोस्। यिनीहरूले तपाईँले प्रयोग मात्र गर्दछ, भोलिको दिनमा तपाईँले झोले मात्र बनाउन पुग्दछ। यिनीहरू पछि गएर पदमा तपाईँहरूले बिर्सिनेछ। अहिले तपाईँले टोपी लाई बाटोमा उत्राउन खोजेको छ, तर यिनीहरूको माग भनेको अरू केही नभई हामीमाथि दमन गर्ने हो, आफ्नो दम देखाउने हो। त्यसले दम देखाएर कोही पनि लोकतन्त्रको समर्थक बन्न सक्दैन, गणतन्त्रको समर्थक बन्न सक्दैन। यदि तपाईँ साँच्चीकै लोकतन्त्र स्थापना गर्न चाहनु भएको छ, गणतन्त्रलाई संरक्षण गर्न चाहनु भएको छ भने अहिलेको परिस्थितिमा तपाईँले एमाले त्याग्नुपर्छ। घर फर्कने होइन, नेपालको राष्ट्रमा फर्किने हो, नेपालले राष्ट्रियता मान्ने हो, नेपालले घर मान्ने हो। एमाले जस्ता महेश बसार जस्ता नेताहरूको पछि परेर तपाईँ झोले बनेर कहीँ पनि पुग्न सक्नुहुन्न। त्यसैले म भन्न चाहन्छु एमाले जसरी भन्थ्यो, केपी ओलीले जसरी भन्थे कि म सत्यसँग लड्दिनँ, सहीसँग लड्दिनँ भने तपाईँ आफ्नो गल्ती स्वीकार्नुहोस्। तपाईँले जुन आदेश दिनुभएको थियो त्यसको तपाईँ पश्चाताप गर्नुहोस्। जसरी बङ्गलादेशमा शेख हसिनालाई सजाय भएको थियो त्यो सजायको तपाईँ फेस गर्न सक्नुहोस्। आयोगले जुन आदेश गरेको छ त्यही बमोजिम तपाईँ जवाब दिन पुग्नुहोस्। अनिपछि मात्र हामी हामी आदरपूर्वक हेर्नेछौँ अथवा तपाईँले हामी पूर्वग्राही हेर्नेछौँ। तपाईँले जसरी पहिला राजाको विरोधमा उठेर आफ्नो आवाज उठाउनु भयो, तपाईँमा हामीले एउटा राम्रो उज्यालो देखाएका थियौँ, तर अहिले आएर तपाईँ हाम्रो देशलाई एउटा अदृश्य ढङ्गले हाम्रो डार्क साइडतिर लान खोज्नु भइरहेको छ, हाम्रो भविष्यलाई अन्धकारमा लान खोज्नु भइरहेको छ। यसको हामी घोर निन्दा गर्दछौँ र हामी तपाईँले सुझाव दिन चाहन्छौँ तपाईँ आफ्नो जेएनजी युवाहरूलाई आफ्नो झोले नबनाउनुहोस्, तिनीहरूले स्वतन्त्र रूपमा आफ्नो मत राख्न दिनुहोस्। तपाईँले मञ्चमा ठुल्ठुला नेताहरूले बसाउनुहुन्छ, कति बुजुर्ग बुझेका सबै जानेका नेताहरूले बसाउनुहुन्छ, तर तपाईँको मञ्चमा कति प्रतिशत युवाहरू छन्, जेएनजी युवाहरू छन्। तपाईँले यदि साँच्चैकै जेएनजीको मत राख्न खोजे, साँच्चैकै नेसनल भोलिन्टियर फोर्स हो भने त्यो भोलिन्टियर फोर्समा युथले राख्नुहोस्, जेएनजीले राख्नुहोस्। तपाईँ आफ्नो मत भन्दा नि जेएनजीलाई आफ्नो मत राख्न दिनुहोस्। तपाईँले आफ्नो निगरानीमा विभिन्न जेएनजीहरूलाई बोल्न लाउनुहुन्छ र आफ्नो एक दुईजना सीमित व्यक्तिहरूले बोल्न लाएर अनि आफ्नो मतहरू खालि उचाल्न खोज्नुहुन्छ, दबाउन खोज्नुहुन्छ। यसको हामी विरोध गर्दछौँ र तपाईँले हामी फेरि पनि भन्न चाहन्छौँ तपाईँ आफ्नो जुन कदम चाल्नु भइरहेको छ त्यसमा सोच विचार गर्नुहोस्, फुकेर कदम चाल्नुहोस्। जसरी तपाईँ दमन गर्नु खोज्छ त्यसको हामी प्रतिकार गर्नेछौँ र एक्लै होइन साझा रूपमा प्रतिकार गर्नेछौँ। हामीले आह्वान गरिसकेका छौँ, हामीले एउटा साझा प्लेटफर्म साझा रूपमा हामी विभिन्न युवाहरू एकजुट भएर जेएनजी साथीहरू एकजुट भएर हामी अघि बढ्नेछौँ। त्यसमा हामी कार्यरत छौँ र त्यसमा हामी अग्र भागमा लड्नेछौँ भन्ने हामी अहिले प्रतिक्रिया जनाउन चाहन्छौँ।